मुगलिन नारायण घाटको अदृश्य यात्रा। मुगलिन नारायण घाटको सडक नेपालको एउटा महत्त्वपूर्ण राजमार्ग जसले देशलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्छ। यो बाटो आफ्नो रमणीय दृश्यको लागि मात्र होइन, बरु यससँग जोडिएको अनेकौँ भूतको कथाहरूसँगको लागि पनि प्रख्यात छ। विशेष गरी चालकहरूले भूत देखेको अनुभवहरू भन्छन्। यसको घुमाउरो बाटो र छेउछेउको घना जङ्गलहरू एक प्रकारको रहस्यमय वातावरण सिर्जना गर्छ, जसले गर्दा यहाँको लोककथाहरू अझ जीवन्त लाग्छन्। म र मेरा 7 जना साथीहरू 2 हप्ता लामो पोखरा यात्रापछि काठमाडौँ फर्किरहेको थियौँ। हामी 8 जना 4वटा बाइकमा थियौँ, जसमा हरेक बाइकमा 2-2 जना बसेका थियौँ। बिहान सबेरै 6 बजेतिर हामी यात्रा सुरु गरेको थियौँ। राम्ररी बिहानको खाजा पनि खाएको थिएनौँ, त्यसैले केही खानको लागि राम्रो ठाउँ खोज्दै थियौँ। अघिल्लो रातको थकाइ र भोलिपल्टको यात्राको उत्साहले हामी सबैले एक प्रकारको आलस्य र ऊर्जा दुवै एकसाथ दिइरहेको थियो। मेरो पछाडि बसेको साथी राजु, उसलाई गफ गर्न खुब मन पर्थ्यो। ऊ जे देख्यो त्यसको टिप्पणी गर्न थाल्थ्यो। उसको बानी नै यस्तो थियो, हरेक कुरामा हाँसो खोज्ने। हामी रोक्ने ठाउँ खोज्दै थियौँ, जब राजुले अचानक मेरो काँधमा ठोकेर भन्यो, "त्यहाँ हेर्न, त्यो केटी कस्तो पुरै हरियो लाएर हिँड्दै थिए। कपालनी हेर त खुल्ला न खुल्ला, चुडेल हो कि क्या हो?" भनेर। उसको कुरा सुनेर मैले राजुलाई जिब्रो टोक्दै भने, "चुप लाग्न, अहिले सुन्जे क्या?" भनेर। ऊ हाँस्न थाल्यो, तर हाँसोको बिचमा मैले झ्यास पछाडि हेरेँ। त्यो महिला हामीलाई एकपटक पनि हेरिएको थिएनन्। सायद उसले हामीले भनेको कुरा सुनेको थिइन् होला, अथवा सुनिन् होला। उसको अनुहारमा कुनै भाव पनि थिएन, तर आँखामा एक प्रकारको शून्यता थियो। केही मिनटपछि जब हामी एउटा पुरानो घुम्तीमा मोड पुग्यौँ,